हेलो साथीहरू, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मेरो नाम चाहिँ सन्ध्या ढकाल, मेरो नाम चाहिँ पर्वा ढकाल र हामी दुईजना चाहिँ दिदी बहिनी हो। र आज चाहिँ हामी चटपट च्यालेन्ज गर्न जाँदै छौं। र चटपट च्यालेन्जमा एउटा ट्विस्ट छ, त्यो चाहिँ के भने यो चाहिँ चटपट च्यालेन्ज चाहिँ ब्लाइन्ड फोल्ड गरेर के अनि ब्लाइन्ड फोल्ड गरेर च्यालेन्ज गर्ने अनि जसले जित्छ नि त्यसले चाहिँ 100 रुपैयाँ पायो। यो चाहिँ अब आफ्नो बजेट अनुसार जति छ त्यतिमै गरेको 100 रुपैयाँ जित्यो। जो हार्छ नि त्यसले चाहिँ अब यहाँ छ यहाँ टमाटर, खुर्सानी, प्याज, कागती यो 4 चिजमा एउटा चिज रोजेर सिङ्गे यो टमाटर रोजेर टमाटर सिङ्गे खानै पर्यो। जसले हार्छ त्यसले चाहिँ यो खानु पर्यो। जितेकोले चाहिँ 100 पाइहाल्यो। मैले पाएँ। र अब चाहिँ हामी सुरु गर्न जाँदैछौँ है त। ल सुरु 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 आँगा चाहिँ झ्याली गर्न पाइन्न। झ्याली गर्न पाइन्न। मलाई म केही नि देखिन्न क्या, यो चाहिँ यत्रो राम्रो ढल्यो भने झ्याली गर्नै पाइन्न है। ल तेरो कसरी ढल्यो? यता राखेर ढल्यो छामेर खाने। ल देखेन मैले त खै। ल म एकछिन म गर्न त गर्न पहिला छामी छामी खानु पर्यो है। त झ्याली गर्छस् नि गर्दिन मलाई। के झ्याली गर्ने र कसरी खालियो भयो। ल सुरु गो ल कता हो नाकभित्र पस्छ क्या हो। केही देख्न रहेछ भाइ। मैले जित्ने आज त ए राम्रा यो पानी पानी ते छामेर खा घोप्टा उठेछ पाइसक्यो। यो क्या हो मुखमा छोप्यो के के बोला झ्याली गर्ने छ भाइ कहाँ झ्याली गर्ने तैँले झ्याली गरिदियोस् गरेन मैले किन फर्कियो चम्चाले यही हालेको आउँछ थाहा पनि गरेर हालिदियो थाहा छोडिहाल्यो त अनि ल ल बन्दा अब नगर्नु हेर है अलिक थाहा पनि सम्म बाँध्नु ल पानी हाल्छ है पानी हाल्दै ल अब चाहिँ झ्याली नभर्ने कसरी खाने यो कसरी भ्याउने यो यत्रो खऱ्यो यो छिटो खा पिरो एकदम चटपट चाहिँ घरले बनाएको है, मैले बनाएको।
यस्तो रुगा लगाएको झन् मलाई यस्तो यो पिराइ चाहिँ झन् ज्वरो आउँछ र म सकिनँ मेरो आँखाबाट आँखा आइसक्यो पिरोले होइन यता आसु मेरो हारेको अरे सकियो त्यसो भने अब झन् पिरो खायो त्यसो भने म जितेको यो सही मैले निकालेँ मैबाट आयो अर्को पालि म जितिहाल्छु जित्छेस् यस्तो पाराले लास्टै पिरो मिठो पनि थियो ल अब खानु म सबै त सक्दिनँ मिठो लाग्यो मलाई सबै खानु एउटा चुज हो नि यो सबैमा एउटा चुज पनि सबै भ्याउनुपर्छ खुर्सानी चुज गरेको छ भने यसमा त्यो त कुनै नै सकिन्न खुर्सानी चुज गरेको छ भने खुर्सानी एउटा सिङ्गे भ्याउन पर्यो प्याज यो सबै भ्याउनु पर्यो कागती नि यो अब खानु पर्यो अनि टमाटर सिङ्गे आफै रोज प्याज त्यति होइन फेरि यस्तो पुरा खानु भएको लागि यति टमाटर कुन खाने होला दुईटा खुर्सानी खानुपर्छ खुर्सानी अनि पिरो भइरहेको खुर्सानी खान्छ फुत्का क्या सबै उस हुन्छ कागती सक्दिनँ टमाटर खान्छ पिरो भएको उस गर्छ नै त सक्दिनँ पिरो नजाने टमाटर मिठो हुन्छ प्याज झन् पिरो हुन्छ त्यता भ्याम अहिले भ्याउँछु कहिले झ्याली गरी जस्तो भयो मलाई के को झ्याली गर्ने र थपिस रातिस तैँले थपिस होला तपाईँ होइन भिडियोमा थाहा भइहाल्छ नि थपिहाल्छु तपाईँ हेर्नुहोस् भने भिडियोमा थाहा हुन्छ सबैजना प्याज ठिकै रहेछ चटपट भन्दा त ठिकै छ प्याज मुख गनाउने भयो साफ गर्नु एउटा त हो नि भ्याइ म त भ्या म त विनर हो क्या धेरै जस्तो चाँडै त खान सक्छु तर खै कसरी जित्छु क्या ल 100 रुपियाँ मेरो जे पनि 100 को रिचार्ज गरेर हाल्नु मिल्छ नि त 100 रुपियाँ भएपछि ल अब चाहिँ थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा हाम्रो च्यालेन्ज कस्तो लाग्यो पिरोबाट बोल्न सकेन च्यालेन्ज मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला हामी दुईजना दिदी पनि त्यस्तै त्यस्तै च्यालेन्जहरू आउँछ च्यालेन्ज भिडियोहरू अनि भिडियो हाल्नेछौँ मेरो लागि त यति नै यो चटपट अब यसले भ्याउँछ म जबरजस्ती नि यसलाई खुवाएर छाड्छु सक्दिनँ हारु कहिले खाइदियो खान्छु खुब अनि नसक्यो भिडियोमा सकेन अब कसरी सक्यो त हारु है ल बाई 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 यस्तो मेरो भयो